र भिडियो पनि लेट भयो। आज दिनभरि मैले भिडियोहरू पनि बनाइनँ अनि अहिले भिडियो चाहिँ मैले साँझबाट बनाएको। अनि यहाँ दोकानमा पनि बसिरहेको थिएँ। हाम्रो देशको हिरो पनि आएछन् पङ्कज। अनि म उसबाट अब एक दुई कुरा तपाईँहरूलाई सुनाउने छु। हेर्नु के भन्दो रहेछन्। यी चाहिँ हाम्रो पङ्कज छेत्री नि। तिम्रो नाम के हो? भट्टराई। के नाम पुरै भन त? पङ्कज छेत्री भट्टराई वशिष्ठ गोत्र हो। अनि तिमी के भन्न चाहन्छौ त? म सधैँबाट आएको छु। यहाँ आलुबाडी मामा हुनुहुन्छ आलुबाडीमा। अरू यहाँ मामा छन् अनि यहाँ त आएको म। अनि तपाईँको हिजो मेरो पूजा थियो आलुबाडीमा चुम्पुडामा। एकादशीको पूजा थियो। एकादशी पूजामा बसेँ। अनि म अहिले गुटको जति पैसा छ सबैले भेटिरहेछ चापागाउँमा। यता भेट्नु भयो कि जान्दिनँ। जतिलाई होक छ भेटेँ। अब सबैले भेटेँ। मेरो दिदी बहिनी माइजू जति सबैले भेटेँ। अनि त्यति भन्न चाहन्छु दिदी बहिनीले गुटको पैसा भेटेको छ। सबैको भाग दिएको छु मैले। तिमीले दिएको? मैले अब मोदी सरकारले दिएको भने मैले दिएको। बिजी पार्टीमा जस्तो कि पदमफुलमा जितेको होइन। त्यो कङ्ग्रेसले कहाँ दिन्छ? दिँदैन। अनि त्यो पैसा दिँदाखेरि सबैले भेटायो। अब माइजूले भेटाएर मोबाइल किन्नुभयो। अब फेरि 50 आउँदाखेरि एउटा स्कुटी दिन्छु भन्दैछन्। अनि त्यसरी तपाईँहरू गुटमा पैसा राख्दै जाने भेट्नुहुन्छ। तपाईँको भाग भेट्नुहुन्छ। त्यो पैसा कहीँ जाँदैन तपाईँहरूको। अनि त्यसरी पैसा अहिले जति बास आएको थियो तपाईँको 4000 बास आएको थियो चापागाउँमा। अस्ति हिमन्त विश्व शर्मा आएको थियो। अनि सबैलाई भाग दिएको छ। अब अलिक दिनमा फेरि 25 दिन्छ। अनि फेरि लास्टमा फेरि 50 दिन्छ। त्यसरी म चापागाउँ आएको। यसै अब आलुबाडीमा मेरो दिदी बहिनी छन् मामा हुनुहुन्छ। आइपुगेको म अम्बिकापुरबाट आएको। अम्बिकापुरबाट अस्ति चापागाउँ गएँ। चापागाउँबाट पूजा मानेर मामाबाट बसेर अनि यता आएको आलुबाडी। अब आलुबाडी कति दिन बस्छु? आलुबाडी अब म भोलि बस्छु 2-3 दिन बस्छु होला। अनि फेरि जान्छु। ठिक। पङ्कजसित चाहिँ एकछिन कुरो गरिरहेको थिएँ। अब एकछिन दोकानमा बसेर चाहिँ अनि दोकानहरू बन्द गरेर अनि हामी सबै परिवार अनि ठुलो घरमा जानेछौँ। आज ठुलो घरमै खानाहरू खाएर आउँछौँ। आज श्राद्ध थियो नि त ठुलो घरमा। अनि त्यसैले अघि पनि गइएको थियो। अघि चाहिँ मैले भिडियोहरू बनाइनँ। अब चाहिँ तपाईँहरूलाई भिडियो सानो बनाएर म तपाईँहरूलाई देखाउने छु। हेर्दै जानु होला। हामी घर जाँदैछौँ खाना खानको लागि। के बन्द गरेर? दोकान बन्द गरेर। अनि अब घर जाँदैछौँ। मन खोइ एउटीले चाहिँ हेर्नु न फुसुन्डेला पनि भयो कि चाहिँ। के हो यसको नाम? गुड्डे बिस्कुट। र हेर्दै जानु होला। अहिले चाहिँ हामी घर पनि निस्किसकेको छौँ। घरमा गएर खानासाना खाएर आइहाल्ने छौँ। किनभने घर पनि हेर्नु न बन्द गरेर गएको हो नि त। हामी चाहिँ सिधै घरमा आएर पनि एकछिन बस्यौँ। र अहिले चाहिँ खाना खाने पनि बेला भएको छ। र यता श्रीमतीले चाहिँ खानाहरू पस्किँदैछन्। अब खानाहरू खाएर एकछिन बसेर चाहिँ अनि हामी जानेछौँ। किनभने घर पनि ताला मारेर आएको छौँ नि त। अघि मैले तपाईँहरूलाई त देखाइहालेको थिएँ। अब एकछिन खाना खाएर अनि एकछिन बसेर चाहिँ अनि हामी जानेछौँ। र म तपाईँहरूलाई पनि देखाउने छु। यता पिता पनि आइपुग्नु भयो। दादा चाहिँ आइपुगेको छैन। दादा चाहिँ दोकान बन्द गर्दैछ। दोकानहरू बन्द गरेर चाहिँ अनि दादा पनि आउँछ। हामी चाहिँ सबैजनाले खानाहरू खाएर अनि अहिले चाहिँ यहाँ टिभी पनि हेर्दैछौँ सबैजना बसेर। अनि उता कान्छी चाहिँ चस्मा लगाउँदै यता फोटो खिचिदिनु मेरो भन्दै एकदम यहाँ मम्मीलाई जिस्काउँदैछ। एकदम स्टाइल देखाउँदैछ। हेर्नु न। अनि मलाई फोटो उठाइदिनु न भने पहिला चाहिँ अनि अहिले चाहिँ शरम लागेछ भिडियो बनाएको देखेर। उता लुकियो नि आइज न फोटो खिचाइदिन्छु भनेको। अनि उता फोटो उठाउनको लागि पनि हेर्दैछ। हेर्नु न। तर चस्माले चाहिँ जे होस् कति राम्रो पनि देखिएको छ। अब हामी एकछिन बसेर चाहिँ अनि निस्किनेछौँ। ल है साथी हो आजको लागि यति नै। फेरि अर्को नेक्स्ट भिडियोमा भेटौँला। भिडियो कस्तो लाग्यो भन्नु होला र सपोर्ट गर्नु होला। धन्यवाद।